ल तपाईहरु दुवैजना बिहानी भएर मेरो इन्टरभ्यु लिन आउनुभएछ, त्यसको लागि धन्यवाद। र छोटकरीमा भन्नुपर्दाखेरि मेरो नाम रमेश कुमार श्रेष्ठ र मेरो ब्याकग्राउन्ड मैले 28 सालमा कमर्समा मास्टर गरेँ र 31 सालमा मेरो जब भयो र म टेलिकमबाट 2065 सालमा रिटायर्ड भएँ र अहिले पेन्सनर छु। मेरो 2टा छोरी छैन। खुसीको कुरा भन्नुपर्दाखेरि दुवै क्वालिफाइड हुँदाहुँदै पनि दुवै विदेश चाहिँ गएको छैन। आफ्नै जब राम्ररी यहीँ गरेको छ र उनीहरू दुवै फ्यामिलीको आफ्नो श्रीमतीहरू पनि यहीँ जब छ। अब म रिटायर भइसकेपछि नै सायद होला म बिहानीमा मेम्बर भएँ। मेरो बुहारीहरूले त्यहाँ चिनाउन लग्यो, राम्रो छ भन्यो, म मेम्बर भएँ। 4-5 वर्ष मेम्बर भइसकेपछि आफूलाई पनि ठिक हरेक वर्ष रिन्यू गर्नुपर्ने, उहाँहरूले पनि लाइफ मेम्बर बनिदिनुहोस् न भन्नुभयो। मैले चाहिँ लाइफ मेम्बर भएँ र बिहानीमा म मेम्बर भएर एज ए सिनियर सिटिजन मलाई राम्रै फिल भयो। धेरै मान्छेहरू इन्टर्न्सहरूसँग भेटघाट, यहाँ घरमा आएर सिकाउने होइन, अरू एक्टिभिटिजहरू पनि गर्ने रहेछ। तर मैले त्यो एक्टिभिटिजहरू आफूले चाहिँ गर्नुपर्ने अवस्था भएको थिएन। तपाईँले सोध्नुभएको कुरामा यो सिनियर सिटिजन हुँदाखेरि मैले एउटा अहिले चाहिँ के फिल गरेछु भनेदेखि यहाँ देशको अवस्था, हाम्रो समाजको अवस्था हेर्दाखेरि बुढाबुढी भएपछि लाइफ चाहिँ अलि कठिनाइ हुने। त्यस कारणले मैले अहिले मेरो आफ्नो जीवनमा चाहिँ कठिनाइ नहोस्, सजिलो होस् भन्ने चाहनाले मैले करिब 5 वर्ष भयो, 5-6 वर्ष भयो म बिहानै उठ्ने बित्तिकै 4:45 बजेदेखि 7 बजेसम्म एउटा योगामा चाहिँ जान्छु। त्यहाँ योग गर्छु र विभिन्न कुराहरू, गीताको कुरा, अरू विभिन्न ज्ञान गुणको कुराहरू सुन्छु। अब त्यसमा जति आफूले एब्जर्भ गर्यो त्यो एब्जर्भ गरेर मेरो आफ्नो जीवन चाहिँ पहिलाको भन्दा अलि स्वस्थ, मन पनि आनन्द, शान्त, आफ्नो व्यवहारमा पनि अलिअलि जति हुनुपर्ने परिवर्तन त आएको छैन, तर पनि अलिकता भए पनि परिवर्तन आएको छ कि जस्तो चाहिँ लागेको छ। र म के सल्लाह दिन्छु भनेदेखि कुनै पनि सिनियर सिटिजनले आफ्नो लाइफ ह्याप्पी बनाउनको लागि एउटा योग ध्यानहरू गर्दा पनि राम्रो हुन्छ र त्यसको सँगसँगै आफूले बढी टेन्सन नलिने, बढी चाहिने नेगेटिभ कुराहरू नसोच्ने, पोजिटिभ कुराहरू सोच्ने, धेरै अपेक्षा नगर्ने होइन, म यो यतिले पुगेन यति भन्ने कुराहरू पनि नसोच्ने, आफ्नो फ्यामिलीमा कसरी राम्रोसँग इन्जोय गर्ने भन्ने कुरा पनि चाहना राख्ने, आफ्नो छोरा छोरी बुहारी कसैसँग पनि कुनै पनि एक्सपेक्टेसन नगर्ने होइन, उनीहरूलाई गाह्रो हुने गरेर आफ्नो लाइफ आफै ह्याप्पी बनाउन प्रयास गर्ने भन्ने चाहिँ मैले सोचेको छु। आफूले आफ्नो लाइफ कसरी ह्याप्पी गर्नु सकिन्छ भनेर एउटा चाहिँ राम्ररी सोच्ने। अब त्यो ह्याप्पी गर्नको लागि मैले जाने बुझेसम्म चाहिँ यो बढी दुखी हुनु हुँदैन। दुःख सुख भनेको आइरहन्छ, यो कुनै कहिले सुख हुन्छ कहिले दुःख हुन्छ, त्यसलाई केयर नगर्ने, दुःख आए पनि त्यसलाई कसरी एडजस्ट गर्ने, कसरी त्यसलाई सामना गर्ने त्यो गर्नुपर्छ। दुखी भएर बढी दुखी नहुने, दुःख भयो भनेर सुख भयो भनेर धेरै नमातिने। यो के छ भनेदेखि नि, अब धेरै जसो डेभलप कन्ट्रीहरूमा वृद्ध वृद्धालाई बडो राम्रो व्यवस्थाहरू चाहिँ गरेको छ। तर कसरी गर्यो त भनेदेखि उनीहरूले उसले कमाउने बेलामा नि तपाईँहरू जस्तो यङ एजमा नै तपाईँहरू कुनै जब गर्नुहुन्छ भने तपाईँसँग चित्त नदुख्ने गरेर म्याक्सिमम ट्याक्स उनीहरूले चाहिँ कलेक्ट गर्छ। त्यो कलेक्ट गरेको ट्याक्स चाहिँ उसले केमा प्रयोग गरिदिन्छ भनेदेखि तपाईँहरू सिनियर सिटिजन भएर रिटायर भएपछि
तपाईँले तपाईँको छोरा नाति जसलाई पनि कुनै पनि टेन्सनै छैन के। तपाईँले कमाइबाट बचाएन भने पनि तपाईँले बचाउँ भन्ने पनि चान्सेस कम मनमा हुने, किनभने म वृद्ध भएपछि मलाई जम्मै कन्ट्रीले हेर्छ त। मेरो छोरा नाति आफ्नो स्वास्थ्य बिरामी भयो भने हरेक चिज मलाई घरमा हेर्न आउने, मेरो लाइफ कसरी ह्याप्पी गराउने त्यो जम्मै जिम्मा उनीहरूको छ, उनीहरूले गर्छ। त्यस्तै म के सुझाव दिन्छु भने हाम्रो कन्ट्री पनि अहिले चेन्जिङ सिनेरियोमा आइरहेछ। त्यो तपाईँहरूलाई भन्नु पर्दाखेरि खुसीको कुरा पनि हो। तर अब म के सोच्छु भनेदेखि पोजिटिभ थिङ्किङ मेरो, यसले पनि केही गर्ला, अहिलेको अवस्थामा केही गर्ला, केही चेन्ज ल्याउला। जस्तो ट्याक्सको स्ल्याब पनि घटाइदिएको छ, 10 लाखसम्म ट्याक्स लाग्दैन भनेर होइन। अब विभिन्न रेन्टहरूमा पनि तपाईँले कति रेन्टमा दिएको छ त्यो मान्छेको जम्मै हामी नै लिन्छौँ, ट्याक्स लिन्छौँ, अरू पैसा तपाईँलाई दिन्छौँ। यस्ता विभिन्न नयाँ नयाँ कुराहरू ल्याएको साथसाथै यो सिनियर सिटिजनलाई पनि उसले चाहिँ अहिले बरु ट्याक्सै बढाएर लिएर अहिले पछि चाहिँ देशले नि डेभलप कन्ट्री जत्तिकै गर्न नसके पनि त्यसको 50% भए पनि गर्यो भने के हुन्छ भने मान्छेको करप्सन हटाउँछु भनेर जुन चाहना छ अहिलेको गभर्मेन्टको, त्यो करप्सन पनि हट्छ। किनभने अहिले करप्सन बढी भएको के भने मेरो छोराको लागि बचाउनु पर्छ, मेरो नातिको लागि चाहिन्छ भनेर त्यसरी पैसा कमाउँछ। एउटा तलबबाट बचाउनुको साथसाथै कुनै अरू सोर्सेसहरूबाट पनि आओस् भन्ने चाहना हुन्छ। त्यस्तो चाहना चाहिँ यदि त्यस्तो गरेको खण्डमा अलिकता करप्सन पनि नियन्त्रण हुन्छ कि भन्ने चाहिँ मेरो सोचाइ छ। अहिलेको हजुरको यो एजमा हजुरलाई सबसे धेरै खुसी केले गरिरहेको छ हजुरलाई यो अहिलेको हजुरको यो स्टेज अफ लाइफ? अब खुसी त म पहिलो नम्बरको खुसी मलाई भनेको म आफै खुसी भएर बाँचेर खुसी भएर मर्न चाहन्छु, नम्बर 1 होइन। त्यसै कारणले के भयो भने खुसी हुन्छ भन्ने चाहिँ म आफै सोच्छु। यसो विचार गर्दाखेरि अब मलाई जति दिएको छ म त्यसलाई मात्रै सदुपयोग गर्दै भर्ता कमाउने इच्छा पनि छैन, बढी पैसा कमाउँ यसो गरौँ उसो गरौँ भन्ने पनि छैन। भएको चिजलाई राम्रोसँग सदुपयोग गरेर फ्यामिलीको इन्भाइरोमेन्ट पनि राम्रो गरेर आफ्नो लाइफ पनि म एज ए सिनियर सिटिजन अहिले मेरो 78 इयर्स हो होइन। र मैले अहिले सबैभन्दा इम्पोर्टेन्स के दिएछु भनेदेखि मैले आफ्नो हेल्थलाई नम्बर 1 हेल्थ, मेरो हेल्थ राम्रो हुनु पर्यो, म स्वस्थ हुनु पर्यो। म स्वस्थमा मेरो चाहिँ बिरामी भएर मेरो छोरा बुहारीहरूले कसैले पनि कम हेर्न परोस्, दुखी नहोस् भन्नको लागि मैले योग नै चाहिँ उचित चिज हो जस्तो मलाई लागेर म बिहानै 3 बजे 3:30 बजे बिहान उठ्छु। रेगुलर आफै निन्द्रा खुल्छ, कुनै बेल राख्दिनँ, कल गर्दिनँ। 4 बजे 4:45 बजे त म पुगिसक्छु। 7 बजेसम्म योग गर्छु। आएपछि पूजापाठ अलिकति मन शान्त गर्नलाई पूजापाठ गर्यो, त्यसपछि ब्रेकफास्ट गर्यो। यस किसिमबाट मेरो फ्यामिलीलाई पनि गाह्रो नहोस्, म आफ्नो शरीर पनि अलि स्वस्थ होस् र आफ्नो लाइफ एन्ड हुँदाखेरि पनि धेरै बिरामी नपरेर शान्तबाट आनन्दसँग आफ्नो चाहिँ लाइफ चाहिँ कम्प्लिट होस् भन्ने चाहिँ चाहना छ। र अरूलाई पनि यसै किसिमबाट कसैले सेयर हाम्रो चाहिँ के छ भने आफूले जानेको कुरा अरूलाई भनिदिँदाखेरि पनि ठिक हुन्छ, लिनु नलिनु चाहिँ त्यो उसको कुरा हो। त्यस कारणले आफूले जानेको कुराहरू म भन्छु, नेगेटिभ त विचारै नगर। हाम्रो मान्छेको बानी के छ भने धेरै जसो नेगेटिभै सोचे, यस्तो पनि गरेन यो मलाई गर्ने। जसले पनि राम्रो काम त गरेको छ नि होइन। राम्रो काम सम्झौँ, नराम्रो कुरा बिर्सौँ, दिनुपर्ने सल्लाह दिउँ, लिनुपर्ने सल्लाह लिउँ भन्ने चाहिँ मेरो विचार छ।